भिडियोमा स्वागत गर्न चाहन्छु। आजको भिडियोमा हामी माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बारेमा छलफल गर्नेछौँ र यस पछाडिको भिडियोमा हामी यसको फाइनेन्सियल रिपोर्टहरू डिटेल रूपमा हेर्नेछौँ। अहिले हामीलाई फाइनेन्सियल रिपोर्टहरू नेप्सीको वेबसाइटमा उपलब्ध नभएको कारणले हामीले अहिले छोटो इन्फर्मेसन मात्रै लिएर हजुरहरू सामु उपस्थित भएका छौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझावहरू दिनुहोला, किनकि हजुरहरूको सल्लाह सुझावले नै हामीले हाम्रो भिडियोमा धेरै कुराहरू सुधार्दै जानेछौँ। सर्वप्रथम यो कम्पनीले सर्वसाधारणको लागि आजबाट 2083 असार 3 गतेदेखि आइपिओ निष्कासन खुल्ला गरेको छ र निष्कासन बन्द हुने मिति 2083 असार 8 गते रहेको छ र ढिलोमा असार 17 गतेसम्म यो आइपिओमा चाहिँ आवेदन दिन सक्नेछ। जसमा चाहिँ सर्वसाधारणको लागि निष्कासन किता 14,27,600 किता रहेको छ र प्रति किता अङ्कित मूल्य ₹100 रहेको छ। कियर रेटिङ नेपालले कियर एनपी डबल बी प्लस रेटिङ दिएको छ है त। अनि त्यसै गरी आयोजनाको क्षमता चाहिँ 12 मेगावाट रहेको छ। निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा चाहिँ एनएमबिएस क्यापिटल लिमिटेड रहेको छ। त्यसै गरी कम्पनीको आयोजना र परिचयको बारेमा हेर्छ भने को पृष्ठभूमिमा हेर्छ भने 16 नोभेम्बर 2014 मा चाहिँ पब्लिक लिमिटेडमा कम्पनी दर्ता भएको। भनेको कम्पनीले चाहिँ आफ्नो स्ट्रक्चर प्राइभेटबाट चाहिँ पब्लिकमा चाहिँ 16 नोभेम्बर 2014 मा गरेको थियो। आयोजनाको नाम दुधकुन्द खोला जलविद्युत आयोजना रहेको छ। आयोजनाको स्थल सोलुखुम्बु जिल्ला रहेको छ। मोडेल चाहिँ बुट मोडेलमा बिल्ड आउन अपरेट ट्रान्सफर मोडेलमा चाहिँ कम्पनीले आफ्नो आयोजना अब यो आयोजना चाहिँ निर्माण गरिरहेको छ। त्यसै गरी व्यावसायिक उत्पादन कम्पनीले 31 जुलाई 2024 देखि नै व्यावसायिक रूपमा चाहिँ उत्पादन गरिरहेको छ। त्यसै गरी कियर रेटिङ मा हेर्छ भने कियर रेटिङ नेपालले कम्पनीको यसको रेटिङ चाहिँ कियर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ। जसले चाहिँ कम्पनीको वित्तीय दायित्व वहन गर्न सक्ने क्षमता मध्यम जोखिम रहेको छ। त्यसै गरी छोटो समयको अवधिको लागि चाहिँ कियर एनपी एफ4 प्लस रेटिङ पाएको छ। जोखिम स्तर चाहिँ यसले चाहिँ वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा चाहिँ मध्यम जोखिम रहेको कुरा बताउँछ, भनेको मोडरेट रिस्क रहेको छ। त्यसै गरी न्यूनतम आवेदन 10 कितादेखि अधिकतम आवेदन 10,000 कितासम्म रहेको छ। कम्पनीको संरचना क्यापिटल स्ट्रक्चर हेर्छ भने कम्पनीले जारी पुँजी 86 करोड रुपियाँ बराबर 86 लाख किता रहेको छ। जसमा चाहिँ 30% हुन आउने 30% 25,80,000 किता सर्वसाधारणको लागि छुट्याएको छ। जसमा चाहिँ आयोजना प्रभावित स्थानीय सोलुखुम्बु जिल्लाका बासिन्दाहरूको लागि 8,60,000 जारी पुँजीको 10%, वैदेशिक रोजगारमा रहेकालाई 1,72,000, सर्वसाधारणको लागि 10%, म्युचुअल फन्डको लागि चाहिँ 86,000, सर्वसाधारण कोटाको 5% रह्यो। त्यसै गरी कम्पनीको कर्मचारीहरूको लागि 34,400, सर्वसाधारण कोटाको 2% र सर्वसाधारण आजबाट चाहिँ खुलेको चाहिँ 14,27,600 किता रहेको छ। र अब यी कुराहरू हामीले यहाँ हेरिसकेका छौँ र संस्थापक सेयरहरू 70%, स्थानीयहरूको 10% र सामूहिक हाम्रो पब्लिकहरूको 20% रहेको छ। अब आयोजनाको विशेषता हेर्छ भने यो चाहिँ रन अफ रिभर मा आधारित रहेको आयोजना हो, जुन चाहिँ 31 जुलाई 2024 देखि नै निरन्तर विद्युत उत्पादन गरिरहेको छ र राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ। यस अर्थले चाहिँ निर्माण चरणमा अब कन्स्ट्रक्सन रिस्कहरू चाहिँ यो कम्पनीले पार गरिसकेको छ र लगानीकर्ताहरूको लागि यो एकदमै राम्रो पक्ष हो। किनकि अहिलेलाई धेरै कम्पनीहरू आइपिओबाट पैसा सङ्कलन गरेर आयोजना बनाउने काम गर्छन् भने यसले चाहिँ आयोजना बनाइसकेको छ र प्रोजेक्ट रन भइसकेपछि बिजुली उत्पादन सुरु भइसकेको छ, आम्दानी गर्न सुरु भएको छ। आज पनि म अलि छिटो बोलेँ होला होइन। अर्को भिडियोमा म फाइनेन्सियल रिपोर्ट लिएर आउनेछु। हस्त धन्यवाद।